नेपालमैदेखि बालेनजीको पिताको स्वर्गारोहण भयो अरे भनेर यो एउटा हाम्रो लागि दुःखद खबर हो। उहाँको आत्माले शान्ति पाओस्, उहाँको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। अब बालेनजी सबैको बाउआमा एक दिन न एक दिन जाने हो, हामी पनि त्यही बाटो जाने हो। धैर्य धारण गर्नुहोस्, विचलित नहुनुहोस्। जे हुन्छ भगवानको इच्छा हो, यसमा हाम्रो केही पनि लाग्दैन। त्यसैले गर्दा विचलित नभइदिनु होला। एउटा आफ्नो सन्तानको हरेक प्रगति हेर्ने बाबुआमासँग ठुलो रहर हुन्छ। एकदम नै जनताले र सामाजिक सञ्जाल सायद बालेन शाहको बुवाले पनि चलाउनुहुन्छ। हजुर, उहाँको माग प्रधानमन्त्री हो भन्ने हो प्रश्न देख्नु पनि भएको थियो। हजुर, अब उहाँको सपना चाहिँ पुरा होला कि नहोला त्यो त उहाँले पनि देख्नु भएको छ। एकदम नै सपना पुरा गर्ने प्रयत्न गर्नुपर्छ। जे कुरा पनि हेर्नुहोस्, बाउआमालाई छोराछोरी भन्दा ठुलो यो संसारमा केही पनि लाग्दैन। त्यसैले गर्दा आफ्नो छोराछोरीको उत्तर प्रगतिको लागि आफू गिरेर भए पनि आफ्ना छोराछोरीलाई माथि लान्छौँ। किनभने म पनि एउटा कसैको छोराछोरीको आमा भएको नाताले अवश्य पनि छोराछोरीको लागि हामी त्याग गर्छौँ। र बालेनजीको बुवाले जुन सपना देख्नु भएको छ, बालेनजीले त्यो पुरा पक्कै पनि गर्नुहुन्छ होला। आम जनताले देखेको जस्ता सपना उनको बुवाले पनि देखेका थिए। जसको पनि आफ्नो छोराछोरीले प्रगति गरेको कुनै पनि बाउआमालाई हेर्ने इच्छा अवश्य पनि हुन्छ। छोराछोरीको उत्तर प्रगति होस्, मेरो छोरो फलानु वाउ, मेरो छोरी फलानी वाउ भन्नु र छ्या यसको छोरी भन्नुमा आकाश जमिनको फरक हुन्छ। जसको पनि आफ्नो छोराछोरी उच्च स्तरमा जाओस् भन्ने कुरा हरेक बाउआमाले फिल गरेको हुन्छ। यो कुरा चाहिँ छोराछोरीले पनि बाउआमाको सपना पुरा गर्नुपर्छ सकेसम्म। तर आफ्नै ज्यानै हत्केलामा राखेर पुरा गर्नुपर्छ भन्ने छैन। आफूले सकेसम्म बाउआमाको इच्छा चाहिँ पुरा गरिदिनु। बुवाको मृत्यु भइसकेपछि सम्पूर्ण जिम्मेवारी बालेन शाहको एकदम काँधमा आएको अवस्था हेर्ने हो भने अब घरमा अभिभावक नहुँदाखेरि हिजो बालेन शाह विवादमा पनि थिए र चर्चामा पनि थिए। त्यति बेला सम्झाइ बुझाइ गर्ने उनका बुबा थिए हेर्ने हो भने अब उनी कतै बाटो त बिराउँदै एकदम नै गलत। किनभने जब घरको मेन सदस्य नभएपछि जिम्मेवारी आफ्नो काँधमा आएपछि झन् पक्कै पनि बालेनजी हुनुहुन्छ। किनभने जिम्मेवारी काँधमा आएपछि त्यो मान्छेले अरू सोच्ने बाटो लाग्दैन। आफ्नो एकदम नै जे हो नित्य त्यो अवश्य पनि पुरा गर्छन्। त्यसमा विभिन्न कुरा त सोच्नु पनि हुँदैन। हामीले विवादकै कुरा गर्ने हो भने जेनजी आन्दोलनका नायकी भनेर चिनिएका छन्। दुःख घडीमा हामीले त्यो कुरा उठाउन नमिले तर पनि त्यति बेला पशुपति नगएका बालेन अब के गर्ला भन्ने खालका स्ट्याटस पनि देख्न थाले के। हजुर, कस्तो भने हेर्नुहोस्, बाउको मृत्युपछि छोराले नै गर्ने कर्मकाण्ड छोराले नै गर्नुपर्छ, नजानी त पक्कै भएन। त्यो बेलामा जेनजीको बेलामा पशुपति आर्यघाटमा नगएर बालेनजीले सबैलाई रुवाउनु भयो, त्यो अवश्य पनि हो। तर पनि बालेनजी किन जानु भएन भन्ने कुरा कसैले क्वेसन उठाउनु भयो, कसैले क्वेसन उठाउनु भएन। त्यो बेला बालेनजी जब त्यहाँ गएको भए यी भ्रष्ट दलाल यी छोराछोरी हाम्रा ७६ जना मार्नेले बालेनलाई मार्न सक्दैन थियो र यो कुरा हामी किन बुझ्दैनौँ? बालेनजीको जीवन रक्षाको लागि बालेनजी त्यहाँ नपुगेको भन्ने कुरा किन तपाईँहरूले बुझ्नु भएन भन्ने कुरा चाहिँ म चाहिँ दुखी छु है। यसमा बालेनजी आएन देशको प्रधानमन्त्री बनेर, बालेनजीले किन प्रधानमन्त्री बन्नु भएन भन्ने कुरा चाहिँ कसैले बुझ्नु भएको छ र? अब पैसाकै कुरा गर्ने हो नि हर कोहीले जति पनि खर्च गरेर राख्न सक्ने हुन्छ। बालेन शाहले तपाईँले बुझ्नुभयो अनुसार उहाँको बुबा आफै पनि वैद्य। हजुर, टिभीलाई खर्च उपचार आफै पनि गर्नुहुन्थ्यो। हजुर, बचाउन चाहँदै नसकेको होला नि के लाग्छ? कस्तो अब डक्टर भएर डक्टर मर्दैनन् र? पक्कै पनि मर्छन् नि। हेर्नुहोस्, डक्टर पनि मर्ने नै हो। यो काल मृत्यु सत्य हो, यसलाई कसैले पनि नकार्न सक्दैन। यो सत्यलाई हामीले सहस्र स्वीकार्नुपर्छ। डाक्टर होस्, कम्पाउन्डर होस्, जेसुकै होस्, राजा पनि मर्न नै पर्छ, प्रधानमन्त्री मर्नै पर्छ। मृत्यु सत्य हो, यसलाई कसैले पनि रोकेर रोकिँदैन। यति बेला 2वटादेखि 3वटा मेयरदेखि चर्चामा हुनुहुन्छ। बालेन शाहको यो दुःखद घडीमा हर्क सम्पाङले साथ दिनुहुन्छ कि हुन्न? हेर्नुहोस्, उहाँहरूको त लभ परेको केटा र केटीको जस्तो माया प्रेम छ। जब मान्छे रुष्ट हुन्छ, प्रेममा पनि त रुष्ट भयो भने 2-4 दिन बोल्दैन, 2-4 दिनपछि त माया प्रेम त टुट्दैन नि त। पहिलादेखिको माया प्रेम कहाँ टुट्छ र? अवश्य पनि यस्तो बेलामा सहानुभूति अवश्य पनि हर्कजीले दिनुहुन्छ। किनभने हर्कजी त्यस्तो कडा दिलको हुनुहुन्न। एकदम नै बालेनजीलाई साथ सपोर्ट अवश्य दिनुहुन्छ। सफा मनको हर्क सम्पाङले बालेन शाहको यो दुःखद घडीमा साथ दिनुहुन्छ र संवेदना त पक्कै पनि उहाँले स्ट्याटस मार्फत पनि दिनुहुन्छ होला र भेटेर पनि बालेनजीलाई भेट्न अवश्य पनि काठमाडौँ हर्कजी आउनुहुन्छ। यसमा दुई मात्रै छैन। किनभने माया प्रेम हो नि त, संसार जितेकै भने माया प्रेमले हो। त्यसैले यो माया प्रेम अगाध रूपमा अगाडि जान्छ। अब बालेन शाहको फ्यान फलोस एकदमै धेरै देखिएको छ। यो दुःखद
भिडमा उहाँलाई सान्त्वना दिनेको भिड त त्यत्तिकै होला अनुमान गर्न सकिन्छ उहाँको बुवाको मलामी कति आउँछ त्यो त हेर्नुहोस् अनुमान गर्ने छैन त्योभन्दा पनि बुवाको मलामी भन्दा नि बालेनजीलाई हेर्नको लागि मान्छे पनि यतिकै जुट हुन्छन् एकजुट हुन्छन् त्यतिसम्म क्रेज छ बालेनजीको किनभने जसले राम्रो काम गर्छ त्यति क्रेज हुन्छ उहाँलाई कसैको डर छैन उहाँले कसैलाई नराम्रो गर्नु छैन कसैको छोरीको बलात्कार गर्नु भएको छैन त हाई बालेन भनेर आयो नि त्यसैले गर्दा उहाँहरूको ठेगी नसक्नुहुन्छ त्यसमा सुरक्षा चाहिँ अलिक कडा चाहिँ राखिदिनु होला प्लिज भनिन्छ नि जन्ती भन्दा मलामी लिएर आइदियोस् भन्ने हरेकको छ हरेक मान्छेलाई कस्तो भने जन्ती त बोलाउनु सकिन्छ अरे मलामी कमाउनु पर्छ अरे जसले राम्रो काम गर्छ त्यसले मलामी बढी कमाउँछ मर्ने त मरेर गइसके तर बाँच्नेलाई सहानुभूति नै मलामीबाट मिल्छ त्यसैले गर्दा बिहामा जन्ती भन्दा मलामी बटुल्नु नै मान्छेको सर्वश्रेष्ठ हो भनेपछि यति बेला विशेष गरी लोकप्रिय मेयर विवाद र चर्चामा सधैँ रहने मेयर सामाजिक सञ्जालमा अति नै धेरै खोजिने मेयर बालेन शाहको बुबाको दुःख घडीमा उहाँको लागि मलामीको खाँचो हुँदैन एकदम नै हुँदैन हेर्नुहोस् हामी हरेक नेपाली दुखी छौँ किनभने हाम्रो एउटा बालेनजीको बुवाको स्वर्गारोहण हुनुभन्दा नै हामीलाई पनि त्यतिकै दुःख परेको छ त्यसैले बालेनजी नआत्तिनुहोस् नघबराउनुहोस् जे हुन्छ यो सत्य हो मृत्युलाई कसैले रोक्न सक्दैन तपाईँ एकदम निडर भएर अगाडि बढ्नुहोस् अब जहिले पनि एउटा गोरुलाई पनि एउटा हलो जोत्नलाई पनि दुईवटाको निकै आवश्यकता पर्छ गोरुहरूको अहिले धरानका मेयर हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन शाह दुवैजना लोकप्रिय सँगसँगै हातेमालोमा उत्तिकै देखिएको छ हर्क साम्पाङको हिसाबमा तपाईँ एउटा स्वच्छ व्यक्तिको हिसाबले उहाँलाई कस्तो चाहिँ